अरूको बारेमा बुझ्नुभन्दा पहिले आफ्नो बारेमा भन्नु होला, किनकि तपाईँ आफ्नो बारेमा फिट्टु भन्न चाहनुहुन्न, आफ्नो बारेमा बोल्न चाहनुहुन्न, आफ्नो बारेमा चाहिँ सबै कुराहरू लुकाउन चाहनुहुन्छ र अरूको बारेमा चाहिँ सबै कुरा जान्न चाहनुहुन्छ भने पहिला आफ्नो बारेमा बोल्नुहोस्, आफ्नो बारेमा भन्नुहोस्, आफ्नो विवरणहरू दिनुहोस्। त्यसपश्चात तपाईलाई हामी अरूको बारेमा पनि भन्ने छौँ। मैले यो अनुरोध गर्न चाहे, तपाईहरू महिला हुनुहुन्छ, पुरुष हुनुहुन्छ, जोसुकै हुनुहुन्छ, पहिलो कुरा तपाईँ हामी कहाँ बुझ्न आइसकेपछि आफ्नो बारेमा खुलस्त भनिदिनु होला, भन्न नहिचकिचाउनु होला। तपाईको विवरणहरू सार्वजनिक गरिदिन्छ कि भन्ने डर होला, हामी सार्वजनिक गर्दैनौँ। तपाईको विवरण सबै गोप्य रहन्छ, तपाईको विवरण हामीसँग सुरक्षित रहन्छ, अरू कसैलाई हामी दिँदैनौँ, अरू कसैलाई भन्दैनौँ। त्यसैले तपाईहरूको विवरण दिनलाई कोसिस गर्नुस्, तपाईहरूको विवरण भन्नलाई कोसिस गर्नुस्। तपाईहरूको विवरण कतै सार्वजनिक हुँदैन, त्यसैले अरूको बारेमा बुझ्नुभन्दा पहिला आफ्नो बारेमा स्पष्ट रूपमा हामीलाई दिइसकेपछि अरूको बारेमा हजुरहरूलाई भन्न पनि हामीले सक्दछौँ, किनकि तपाईको विवरण हामीलाई थाहा हुँदैन। अनि हामीले अरूको बारेमा चाहिँ यस्तो उस्तो भनेर हामीले समय खर्चिनुभन्दा पनि हजुरको बारेमा विवरण थाहा भइसकेपछि अनि हामीले हजुरलाई अरूको बारेमा विवरण दिन पनि सजिलो हुन्छ। त्यसैले जीवनसाथी म्यारेज ब्युरोले यो अनुरोध यहाँहरू समक्ष गर्दछ।